सो हेलो साथीहरु, वेलकम छ मेरो न्यू ब्लगमा। अनि आज चाहिँ म मेरो बजारको न्यू घर यो घरको सराउन्डिङ्सहरु केही यस्तो रहेको छ। उतातिर पनि केही यस्तो। अब म देखाउँछु भित्र गएर। सो गेट ओपन। So let's go. Our gate close. Gate close गरिदिनु। आज हाम्रो नयाँ घरमा हुन्छ सानो पूजा। अनि अहिले म देखाउँछु यो गार्डन। यहाँ चाहिँ छ वाउ रोपेको। अनि त्यो पछि चाहिँ छ यहाँ तुलसी थान। So यहाँ चाहिँ तुलसी लगाएको छ। यहाँ यस्तो राम्रो प्लान्ट पनि छ। अनि यहाँ पार्क गरेको छ साइडहरु। यिनीहरु चाहिँ हाम्रो हैन, बट यसको गाइस हाम्रो घरमा चाहिँ रेन्टमा मान्छेहरु बस्छन्। सो केही कोठा म नदेखाउन पनि सक्छु। अनि पूजाको कोठा त मैले देखाइहाल्छु। अनि यतातिर भन्दा पनि पहिला यतातिरदेखि देखाउँछु। यता आउनुहोस्। यहाँ चाहिँ छ सानो नलिका। अनि यो के हो? यो के हो? मोटर चलाउनु। ल अनि यहाँ बाल्टी राखेको छ। अनि यतातिर पनि यस्तो राम्रो राम्रो प्लान्ट्सहरु छ। अनि यतातिरबाट भित्र गइन्छ। वाउ! ओ वाउ! यस्तो राम्रो फुल। अरे ये हेर्नुस् त गाइस, यस्तो राम्रो गुलाबको फुल। अनि यहाँ कालावाला फुल पनि छ। अब अरु अगाडि जाऊ। अनि यता पनि राम्रो राम्रो प्लान्ट्सहरु छ। तर यता यो देखेर मलाई सबभन्दा नराम्रो लाग्यो। त कति धेरै फोहोर फाले छ। यस्तो नराम्रो छ नि यो। अब म हजुरलाई देखाउँछु भित्रको कोठा। अनि मेरो चाहिँ छ सानो बेन्च। किनकि घरमा आउँदैछु पूजा, सो चप्पल खोलेर अब भित्र जाने। गाइस हामीहरु चाहिँ जान्छौँ भित्र। तर गाइस हामीहरु चाहिँ यो घरमा बस्दैनौँ, किनभने हामीहरूले यो घर रेन्टमा दिएको छौँ। जब हामी ठुलो हुन्छौँ, 10 पास गर्छौँ, तब हामी यहाँ बजारको स्कुल पढ्न आउँछौँ अनि यहीँ बस्छौँ। किनभने यहाँदेखि बजार धेरैभन्दा पनि धेरै नजिक छ र सिधा गयो भने सिधा हाइवे पुगिन्छ के। अनि त्यो चाहिँ अहिले त हामीहरू त्यहाँ पुतली बजारको घरमा बस्छौँ, तर पछि गएर ठुलो भएर हामीहरू यहीँ बस्नेछौँ। र यो छतमा एकदमै ठुलो रहेछ। अनि यताबाट धेरै मान्छेहरूसँग पनि बोल्न सकिन्छ, तर अहिले केही पनि चिन्जान छैन। सो गाइस अब चाहिँ म जाँदैछु तल ओमकार। पूजा भएको ठाउँ। सो गाइस लेट्स गो। यो भन्दा पनि तल फेरि। अब म हजुरहरूलाई यो घरको पुरा साइडबाट देखाउँछु। पहिला त्योभन्दा पहिला यताबाट यो वाला रुम चाहिँ खाली छ। अनि यहाँ पूजा हुँदैछ। अनि यहाँ चाहिँ छ वासरुम, त्यसैले यहाँ बाथ म्याट छ। अब देखाउँछु। यहाँ छ हाम्रो बाथरुम, वासरुम। अब बन्द गरिदिन्छु। अब चाहिँ गाइस म हजुरहरूलाई देखाउँछु यहाँ साइडबाट। अनि यो गेट कसले खुला राख्यो बन्द गरिदिन्छु।
पुरा खोलेर देखाइदिन्छु हजुरहरूलाई कसरी खोल्छ यहाँ पुरा त्यहाँसम्म अरे सक्दै छैन ल म एक्लै थोडा खुला थियो मैले हल्का गरिदिएँ अब म हजुरलाई देखाएको छु यस साइडबाट कस्तो देखिन्छ तलेको छ अब माथि चाहिँ जान पाइँदैन खाउनलाई सो गाइस यतादेखि चाहिँ यस्तो यस्तो देख्दा यहाँ मैले देखाइसकेँ हजुरलाई नल्का छ भनेर सो अब मैले पूजा गरेको भिडियो बनाउन सकेन अफसोस किनकि त्यतिखेर भाइसँग थियो मोबाइल अनि यहाँ चाहिँ छ हजुरले जस्तो मैले देखाइसकेँ अब यताबाट एउटा अचोटो छ यहाँबाट त अचोटो देखाइसकेँ होइन र मैले अनि यहाँ छ एउटा वासिङ बेसिन अनि यहाँ के छ थाहा छैन अनि यहाँ चाहिँ किचन आई थिङ्क छ सो गाइस फाइनली घरको टुर दिएर म आइसकेँ अब घर जाने हो त्यसैले अनि घरको टुर कस्तो लाग्यो त्यो पनि कमेन्टमा लेखिदिनु होला अनि यहाँ छ हाम्रो घर अनि अब यहाँबाट यस्तो सिधा गएर हल्का सिधा अनि अगाडि अनि त्यसपछि मोड अनि त्यसपछि त्यहाँबाट मोडेर फेरि हाइवेमा पुग्छौँ गाइस मैले चाहिँ हजुरहरूलाई पुरा घरको रुमहरू चाहिँ देखाउन पाएन किनकि उहाँ रेन्टमा बस्नु भएको थियो अनि माथिको त एउटा पनि पाएन तलको चाहिँ एउटा देखाएँ अब हामी जाँदैछौँ हो देख्न सक्नुहुन्छ सिधा हाइवे पछि चाहिँ यो पिच रोड हुन्छ तर अहिले छैन हो नि बाबु यहाँ चाहिँ अगाडि कार वासिङ भ्यान वासिङ के त छ के त वासिङ हो र भ्यान वासिङ रहेछ देख्नु हुनुहुन्छ अब अगाडि हल्का अगाडि गयो भने अब हामी पुग्छौँ हाइवेमा बाबा बजार बस्ने भने बाबा सो फाइनली गाइस हामीहरू चाहिँ अटोमा बसेर पुगिसकेको छौँ घर अनि हामीहरूले चाहिँ बाटोमा किनेको थियौँ कुरकुरे अनि अब घर पुगिसक्यो अब हजुरलाई मेरो घरको टुर कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला र कमेन्टमा जे लेख्ने मन छ त्यही लेख्नु राम्रो राम्रो अनि मैले हजुरलाई मेरो मिनी भ्लगमा देखाएको त थिएँ कि बताएको त थिएँ कि म के भन्छ म मेरो नयाँ घरको टुर गराउनेवाला छु नयाँ घर देखाउनेवाला छु देखाइहालेँ अनि कस्तो लाग्यो हजुरलाई भिडियो भाइ चाहिँ बदाम खाने भन्दैछ बादाम सिद्धियो अनि हजुरलाई कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला बाई